यदि तपाईमाथि कसैले गोली चलायो तर तपाईको मांसपेशी मसल एकदम बलियो छ भने के मांसपेशीले गोलीलाई रोक्न सक्छ। 9 mm को गोलीको शक्ति यति धेरै हुन्छ कि नरम तन्तुहरू सफ्ट टिस्युलाई छेडेर हड्डीहरूलाई समेत भाँच्न सक्छ। यदि तपाई आफ्नो मांसपेशीले गोली रोक्न चाहनुहुन्छ भने तपाईको छातीमा लगभग 25 सेन्टिमिटर मोटो बलियो मांसपेशी हुनुपर्छ। यो आर्नोल्ड श्वार्जनेगरको सर्वोत्तम प्राइम अवस्थाको मांसपेशी भन्दा पनि दोब्बर ठूलो हुनेछ। तपाई साँच्चै नै यति धेरै ठूलो भयो भने पनि तपाईको वजन लगभग 500 पाउन्ड 227 किलोग्राम हुनेछ र सामान्य रूपमा ह्यान्डल गर्न पनि धेरै गाह्रो हुनेछ। यदि तपाईले बन्दुकलाई माथितिर चलायो भने गोली हावामा बिलाएर जाँदैन। गुरुत्वाकर्षण र ग्राभिटी र हावाको प्रतिरोध एयर रेसिस्टेन्टले बिस्तारै त्यसको गति कम गर्छ र अन्ततः त्यो एक उचाइमा गएर रोकिन्छ। तर त्यसपछिको भाग सबैभन्दा खतरनाक हुन्छ। गोली फेरि पृथ्वीतिर खस्छ। जब यो खस्छ यसको गति तीव्र रूपमा बढ्छ र त्यो गति मध्यम दायराको गति मिड रेन्ज स्पिड सम्म पुग्छ। धेरै जसो गोलीहरूको लागि गति लगभग 300 किलोमिटर प्रति घण्टा हुन्छ। यदि यो कसै व्यक्तिसँग ठोकियो भने यसले गम्भीर चोट वा मृत्युको कारण पनि बन्न सक्छ। लाइक सब्स्क्राइब